बहुत ठुलो बोकिराख्नु भएको छ, आफूभन्दा वेटको भन्दा बढी ढुङ्गा चाहिँ बोकिराख्नु भएको छ। उहाँलाई पनि गरिराख्नु भएको छ। जोरदार श्रममा चाहिँ आज हाम्रो सानो नानीदेखि त हाम्रो स्थानीय जति हुनुहुन्छ जो सबै तामाङहरू चाहिँ जुटेर चाहिँ आज हामी एकदम अगाडि बढिरहेछौँ। तर यो मौसमको बाबत चाहिँ त्यति गर्मीमा पनि सबै टाढाबाट आएर पनि यसरी जोडिदिनु भन्दा एकदम म चाहिँ आभारी पनि छु। आराम पनि गर्नुपर्छ यो बेलामा, तपाईँहरू काम मात्र नगर्नुहोस्, अलिकति आराम गरेपछि तपाईँहरूलाई हुन्छ। र विशेष गरी आज हाम्रो दाजु आउनुहुन्छ। नमस्ते मेरो दाजु, आज श्रमदानमा जोडिराख्नु भएको छ, कस्तो लागिरहेछ हजुर? काम अलिक चालु भएको छ र पनि श्रमको लागि हामी उत्साहपूर्वक हामीले एकदम खुसीका साथ एउटा अब हाम्रो यो स्थानीय ठाउँमा बन्दै गरेको गुम्बामा हामीले एकदम खुसी साथ उत्साहपूर्वक हामीले हाम्रो श्रम गरिरहेको छौँ। धन्यवाद दाजु। हेलो हजुर, नमस्ते। हजुरको शुभ नाम? शिव। हजुरको चाहिँ हाम्रो यो श्रमदानमा चाहिँ कस्तो भइरहेछ? आज पहिलो टाइम जोडिराख्नु भएको छ, श्रमदान चाहिँ कस्तो भइरहेछ तपाईँलाई? अब हुन्छ है, थ्याङ्क यू, धन्यवाद।